भन्नु नाइ के भन्नु के भन्नु फोकस फोकस So hello namaste, welcome back to my YouTube channel है आफ्टर लङ टाइम भिडियो बनाउँदैछु। सो आज हाम्रो चाहिँ प्रकाश भाइको ट्राइम बाइक रिसिभ गर्न जाँदैछौँ। अस्ति नै अर्डर दिएर आइसकेको छ, बुकिङ गरेर आइसकेको। सो हामीसँग गोप्रो त छैन, त्यही नि अब हिजै रिसिभ गर्नुपर्ने थियो बाइक चाहिँ, आज रिसिभ गर्न जाँदैछौँ। अलिकति त्यस्तै कारणले गर्दा ढिलो भइहाल्यो अनि खासै अलिकति मोटो भ्लगिङ टाइपले बनाउँछु भनेर सोचिरहेको थियो, तर अलिक गोप्रोले साथ नदिएर चाहिँ मोबाइलबाटै बनाउँदैछु। अब बाटो भने अलिक सानो सानो क्लिपहरू गरौँ न। के भन्नु भन्नु के भन्नु के भन्यो कस्तो के पनि। सो यहाँ पासाको बाइक छ, चट्ट रेडी गरेर बसेको। पासा पनि आउँछ होला हामीलाई रिसिभ गर्नु सायद। यो कुरा यस्तै हो, बाइक ओनर के उलियो नागिन तर फोटो लियो न ल भइगयो, उतै गरेर भेटौँ। So we are on the way है। ट्राइमको स्टोरीहरू हो पहिलो। हेलो कहाँ हो तिमी? ए अनि आऊ न त नि, अब आउने होइन? हामी यहाँ भर्खर आइपुगेको हामी पनि। Sure is the Triumph है ल लस्का रहेछ यो स्क्यामर हो। नयाँ सर्भिस सेन्टर। स्पिड 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 स्पिड। हामी यहाँ भित्र छिर्ने हो, हाम्रो पनि बुकिङ गरेको थियो। सो लेट्स गो। सो यो साइडमा चाहिँ स्पिडहरू छ भने त्यहाँ चाहिँ स्क्यानर। यहाँ हाम्रो दुलाल दाइ हुनुहुन्छ, उहाँको चाहिँ यो लिन आएको मौका छ। यहाँ चाहिँ सर्भिस सेन्टर रहेछ। अहिले हामी यहाँ बाइक चुज गर्छौँ बाहिर। ल रहेछ तीनटा कलरमा आएको रहेछ। त्यो ब्ल्याक भइहाल्यो, ब्लूमा चाहिँ एउटा यो साइनिङ सिनहरू नि हुने रहेछ। अर्को यो रेड मरुन टाइपको हुने रहेछ रेड पनि। यहाँ सब स्ट्यान्ड भएछ, यहाँ आएर चुज गर्ने हो। त्यो साइड चाहिँ म्याक्सिममै स्क्यामरहरू छ यार, पुरै स्क्यामरहरू। दुलाल दाइ
बाइक मक्खन छ हेर्दाखेरि त अब चलाउँदाखेरि कस्तो छ भनेर चाहिँ अहिलेसम्म हामीले फिल गरेको छैन चलाइसकेपछि चाहिँ फिडब्याक दिउँ ल यतिको स्पेसमा खोल्नु भएको थियो सर्भिस सेन्टरदेखि लिएर सर्भिस सेन्टर यताभित्र भइहाल्यो सोरुम अगाडि भइहाल्यो दुलाल दाइको बाइक चाहिँ हुँदैछ खुट्टा कतिको ल्याउँछ सो गाइस हाम्रो चाहिँ पेमेन्ट पुरा भइसकेको छ प्रोसेस चल्दैछ नामसारीको अब हेरौँ कति टाइम लाग्छ 10-15 मिनटपछि बाइक लिएर घरमा जाइन्छ अन्त केटो पार्टी सब्सक्राइबरहरूले मिठाई खानु पाउँछ है त भेट्यो भने चाल एरियामा छ ठ्याक्कै यो पेट्रोल पम्प जाने बाटोतिर रहेछ सोरुम चाहिँ यताबाट आयो भने थियो गलीको बाटो यो के भन्छ यार गैरी गाउँ कि के जाने बाटोतिरै पर्छ भनौँ न गैरी गाउँ कि ठाउँको नाम पनि बिर्छ सोरुम यस्तो छ है त फेरि स्टार्ट गरिदिने हो क्या नामसारी प्रोसेस चल्दैछ है यहाँ 100 रुपियाँ तिमीले हाल्ने अब मलाई खुला नबस्छ त यस्तो छ नामसारीको प्रोसेस चल्दैछ हाम्रो सागर ब्रदर हुनुहुन्छ हेलमेट चाहिँ हामीले यस्तो पाउने छ ट्याङ्कको हेर्नु कस्तो देखिन्छ भनेर अहिले देखाउँला हेर्दाखेरि त डर लाग्दै देखियो हाम्रो चाहिँ बाइक कन्फर्म भएको छ सो हाम्रो बाइक चाहिँ अब फाइनली पेपर वर्कहरू भइसक्यो भनौँ हामीलाई चाहिँ अलिकति बोर भयो एकछिन चाहिँ तर ठिकै छ खेर केही छैन अब बाइक सिधै घर लिएर जाने हो अलिकति त्यो निकाल्दाखेरिको भिडियो हालिदिउँ ल अरू भनेको त्यस्तै हो त बाइ फोकस सो फाइनली गाइज बाइक चाहिँ ल्यायो है एकदम लामो प्रोसेसको साथ यो बाइक उठाइयो है